Go! Lord today. Once more together. Lord today. होइगयो अगेन सो आज चाहिँ हाम्रो यहाँ चाहिँ टुलटुलमा फिटनेस भन्ने कार्यक्रम आयोजन गरेको थियो एनवाई याफे र बुडर कैलाश दिल्लीको साझेदारीमा सो सबै कुरा राम्रो हुँदै गइरहेको छ सबैले राम्रो उत्सुकता देखाउनु भएको छ सबै मान्छे पार्टिसिपेट हामीले एक्सपेक्ट गरेको भन्दा धेरै थियो सो त्यही हो हामी पनि फिट हौँ अरूलाई फिट गराउँ भन्ने नाराका साथ हामी सबै सँगसँगै अघि बढेका छौँ या एकदम खुसी लाग्यो अब यता आउने त फर्किने पछाडि आउनु कस्तो लाग्यो तपाईले के भन्न चाहनुहुन्छ यो टुरमा आएर हजुरको समुदायमा गाउँठाउँमा आएर राम्रो गर्नुभयो भाइहरूले हाम्रो छोराहरूले त्यही स्पेसली चाहिँ हाम्रो यहाँ सुजन र सङ्गीतलाई चाहिँ एकदम धन्यवाद दिन्छु बाबुहरूलाई धन्यवाद दिन्छु फिटनेस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हाम्रो टिमलाई हार्दिक स्वागत र न्यानो अभिवादन रहेको छ कृपया एकदम राम्रो लाग्यो सर्वप्रथम त तिम्रो टिमलाई धेरै धेरै धन्यवाद आज तिमीले यो हाम्रो टोलको यो हाम्रो एकाडेमी स्कुलमा ल्याएर हामी बुढापाका युवा प्लस बच्चाहरू सबैको लागि यो सिकाएकोमा धेरै धेरै धन्यवाद यो सबैले सिक्नुपर्छ गर्नुपर्छ आफ्नो स्वास्थ्यको लागि हेल्दीको लागि राम्रो हुन्छ वेट घट्छ भनेर तिमीले आज आफ्नो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हाम्रो टोल स्वस्थ रहोस् सफा रहोस् राम्रो रहोस् भनेर तिमीले आज यो पहल गरेका छौ तिम्रो टिमलाई पुनः फेरि धन्यवाद दिन चाहन्छु र सबैले यसै गरी घरमै बसेर पनि हामीले यो सिक्न सकिन्छ र हाम्रो वेट घटाउन सकिन्छ र हामी बुढेसकाल भए पनि हेल्दी भएर बाँच्न चाहन्छौँ निरोगी भएर बाँच्न चाहन्छौँ धेरै धेरै धन्यवाद बाबुहरूको टिमलाई तपाईको फ्लेक्सिबिलिटी जुन हामी सिक्नु गरेका थियौँ त्यो ठिक छ है अनि तपाईको पोस्चर पनि ठिक छ नर्मलै आयो बीएमआई बडी मास इन्डेक्स पनि तपाईको जति हुनुपर्ने लगभग 17 को 18 को वरिपरिदेखि 24 को वरिपरि 19 आयो नर्मलै आयो प्रेसर पनि ठिक छ है तपाईको ठिकै छ सबै कुराहरु है यो चाहिँ लास्ट वर्कआउट गर्दै हुनुहुन्छ यहीको स्थानीय हाम्रो आफ्नो मिलेर यहाँ चाहिँ स्पेसली चाहिँ हाम्रो सङ्गीत र अनि सुजन मिलेर चाहिँ यहाँ गरौँ न त भनेर चाहिँ हामी साथी मिलेर चाहिँ गरेको हाम्रो चाहिँ यो चाहिँ एनओएफसीको बुढो क्याम्पसबाट साझेदारीमा गर्न थालेको हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो यो छोरीको बोर्डिङमा आएर यहाँका स्थानीयहरूको वेट एज हाइट अनुसारको डाइट कस्तो हुन्छ फिटनेस कति हुन्छ भन्ने जानकारी लिनुभएको छ र हामीहरूलाई हजुरहरूले प्रोत्साहन गर्नुभएको छ हामीहरू स्वस्थ र मानसिक रूपमा पनि सबल हुनुपर्छ भन्ने शिक्षा दिनुभएको छ त्यसको लागि हामीहरू तपाईँहरूको साथमा आएर हामी पनि सहभागी भएर हजुरहरूलाई टाइम दियौँ र हामीहरूलाई टाइम दिएकोमा हजुरहरूलाई धन्यवाद हामीहरू आउन पाएकोमा हामी खुसी छौँ यही दियौँ अहिलेसम्म 1 मिनट 35 सेकेन्ड टाइम दिनुभएको छ तपाईँलाई आजको वर्कआउट सुरु गर्न कस्तो लाग्यो हजुरलाई खुसी लाग्यो सबैजना आउनुभएको हजुरहरूलाई पहिला शुभकामना आइदिएकोमा अनि हामीहरूलाई पनि बोलाएकोमा शुभकामना हामी खुसी छौँ अब सिक्न पाइयो देख्न पाइयो सबै रमाइलो भयो त्यही भनेको 80 वर्ष पुग्नु भएछ बस्नु
हजुरहरूले विद्यार्थीको लागि र गार्जियनको लागि राखिदिनु म धेरै खुसी लाग्यो र यस्ता कार्यक्रमहरूले एक्सर्साइज मात्रै नभएर हामी गार्जियन र बच्चा बच्चीको लागि जङ्क फुडहरू नखानु तपाईँहरूको वेट यति छ प्रेसर यति छ यो धेरै कुरा भाइहरूले जानकारी बनाउनु भएको छ यसमा मलाई धेरै खुसी पनि लाग्यो र एउटा ज्ञान पनि लाग्दो भयो अबदेखि पनि यस्तै कार्यक्रमहरू राखी हजुरहरूले सबैलाई सुस्वास्थ्य राम्रो हुने काम र भाइ बहिनीहरूलाई एउटा शिक्षाको माध्यम पनि हुने काम गरिदिनु होला भन्ने आशा राख्दै म यस मञ्चबाट बिदा हुन्छु धन्यवाद धन्यवाद उहाँलाई आफ्नो भनाइ राखिदिनु भएको छ यहाँ बजाउँदा यसरी ल्याउँदा तपाईँले चाहिँ हाम्रो टिमलाई के भन्न चाहन्छ स्पेसली हाम्रो सुजन र अनि सन्दीपलाई धन्यवाद भन्न चाहन्छु एकदम खुसी लाग्यो सबै हामी दिदीबहिनीलाई यहाँ ल्याउनु भयो शिक्षामूलक यो तालिम पनि ठिक हो अझ यस्तै यस्तै आओस् पछि पनि रमाइलो हुन्छ सँगसँगै केही पनि सिक्न पाइन्छ हस् धन्यवाद यहाँ त डबल सिक्स यस तपाईँ यति यो उमेर यति ऊर्जाशील देख्नु भएको छ तपाईँलाई यो वर्कआउट गर्दा कस्तो फिल भयो अति राम्रो फिल भयो मैले यस्तो चाहिरहेको छु म यो एक्सर्साइजप्रति अति उत्साह कुरोमा भाग लिन चाहन्छु मलाई अति गर्व लाग्छ हाम्रो टोलमा बेला बेलामा यस्तै आओस् हामीहरूलाई ऊर्जा दियोस् हामीले यो चाहन्छौँ पछि ब्यालेन्स गर्दाखेरि हामी के हुन्छौँ सर्न खोज्छौँ होइन यसरी 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 सर्न पाइएन यतिर राखिसकेपछि हामी यत्तिकै होल्ड हुनु पर्यो र जो लास्टसम्म बस्नुहुन्छ उही नै विनर नानी बाबुहरू आफू हल्लेर हाँसेर अरू अब बायाँ कार्यक्रम ल्याएकोमा हाम्रो शरीरलाई दुःख दियो कस्तो अनुभव भयो तपाईँलाई यस्तो वाचिङ गर्दा एकदम रमाइलो शरीर पनि आनन्दी पसिना खल्ती आयो योगा गर्दाखेरि रमाइलो तपाईँलाई कस्तो लाग्यो धेरै खुसी छौँ सबभन्दा पहिला तिमीलाई धन्यवाद आफ्नो ज्ञान उहरू सबैलाई यहाँ मौका दियौ बाँड्यौ आफ्नो ज्ञान जानेको हामीले पनि जान्न पायौँ खुसी छौँ यस्ता कार्यक्रम ल्याइराख अझै अग्रिम शुभकामना छ तिमीलाई धेरै धेरै धन्यवाद नयाँ नयाँ अनुभव पायौँ हामीले पनि भयो बिचरा तर कस्तो लागिरहेछ गाह्रो छ ठिक छ तिम्रो फर्म राम्रो छ है त्यही बसिरहनु कस्तो लाग्यो राम्रो लाग्यो अब सकिन्छ त सकियो सकिन्न गाह्रो भयो हजुर महिलाबाट सेकेन्ड हुन्छ हामीले खास गरी चाहिँ फर्स्टलाई मात्रै प्राइज दिने गरेका थियौँ तर यो एकदमै राम्रो पर्फर्मेन्स सबैजनाले देखाउनु भयो त्यसले गर्दा हामीले फर्स्ट र सेकेन्ड गरेर दिन गइरहेका छौँ र महिलाबाट सेकेन्ड हुनुहुन्छ जमुना सुवेदी जन्जियामा हजुर हामी पनि खुसी छौँ खुसी हुनुभयो हेरेर
प्राइज दिने गर्नुभएको धन्यवाद आमाले पचाउन सक्दिन भनेर 5 कमल नेभर गिभिङ एटिट्युड कमलले प्राइज पाउँदै हुनुहुन्छ कमल मेरो दाइ पनि हो सो नेभर गिभिङ एटिट्युडको कमललाई पनि एउटा प्राइज लास्टमा हुन्छ है त धन्यवाद आजको आयोजक टिमलाई र हाम्रो यो आयोजक टिमले हाम्रो यो झलिङ्गे पुलमा हामीलाई जति पनि यहाँ हामीलाई तालिम अथवा खेल भनौँ खेलाउनु भएको छ त्यसमध्ये यहाँको ज्येष्ठ नागरिक आमालाई हाम्रो यो टिमले सम्मान गर्न खोज्नु भएको छ यो टिमलाई गुरुगुरु धन्यवाद दिँदै ज्येष्ठ नागरिक आमालाई सम्मानित भइदिनको लागि यता आइदिनु हुन अनुरोध गर्दछौँ